सबैलाई नमस्कार पुनः फेरि मैले यो ट्रिगोनोमेट्री को क्लास 9 को वेदान्त पब्लिकेशन को अप्रुभ डी मैथ को यो 10 को डी नंबर लिएर आएको छु। अब यो हेरौं कस्तो छ है। अब यो यसमा हेर्दाखेरि tan थीटा बाइ 1 माइनस cot थीटा प्लस cot थीटा बाइ 1 प्लस 1 माइनस tan थीटा इज इक्वल टु sec थीटा इन्टु cos थीटा cosec थीटा प्लस 1 भनेर प्रुभ गर्नुपर्ने छ। यहाँ पनि एलएचएस बाट गर्छौं। अब एउटा कुरा यहाँ के विचार गर्नु पर्यो भने यहाँ यो tan cot मा छ सबै र यो sec र cos मा छ। sec र cos मा छ भने यसलाई हामी के गर्छौं भने sin cos मा लाँदाखेरि सजिलो हुन्छ। त्यही भएर यसलाई गर्दाखेरि हामी चाहिँ sin cos बनाएरै गर्छौं जसको लागि यो गर्न चाहिँ सजिलो हुन्छ। आखिर लास्टमा यसलाई यतिकै गरे पनि लास्टमा हामीले sin cos गर्नै पर्ने हुन्छ। त्यही भएर यो sin cos नै गरेर यसलाई अगाडि बढाउँ त कस्तो हुँदो रहेछ। अब यो sin बाइ cos थीटा मैले यसलाई बनाएँ। त्यसपछि यहाँ पनि माइनस यो cos थीटा बाइ sin थीटा गरे tan cot थीटा को फर्मुला अनि प्लस यहाँ पनि cos थीटा बाइ sin थीटा गरे मैले है यो गरे यसको अनि 1 माइनस यो भनेको sin थीटा बाइ cos थीटा हो यति। अब यहाँ एलसीएम लिनु पर्यो हामीले। एलसीएम लिँदाखेरि पहिले यसको मात्र लिउँ। यो sin थीटा बाइ cos थीटा जस्ताको त्यस्तै लेखौं। यहाँ भनेको sin थीटा माइनस cos थीटा हो अपन यो भनेको sin थीटा हो अनि प्लस यहाँ नेरी cos थीटा बाइ sin थीटा माथिको यसलाई यतिकै राखौं अनि अपन यो भनेको cos थीटा माइनस sin थीटा हो अनि अपन फेरि cos थीटा हो है। अब यसरी हो। अब यति एलसीएम लिइसकेपछि अनि अब के गर्नु पर्यो त भन्दाखेरि यो अहिले डिवाइड को फर्ममा छ। यसलाई हामी इन्टु को फर्ममा ल्याउँछौं। डिवाइड को फर्मलाई इन्टु को फर्ममा ल्याउँछौं। त्यसको लागि sin थीटा बाइ cos थीटा मैले लेखिसके इन्टु अब यो तलको कहाँ जान्छ त माथि जान्छ यसरी sin थीटा भनेर यो मुनिको माथि जान्छ अनि यो भन्दा माथिको चाहिँ यहाँ मुनि आउँछ sin थीटा इन्टु cos थीटा भनेर यसरी आउँछ अनि यो बिचको प्लस त्यसपछि यो फेरि cos थीटा बाइ sin थीटा अनि इन्टु फेरि यो cos थीटा माथि गयो त्यो भन्दा माथिको यो cos थीटा माइनस sin थीटा चाहिँ मुनि आयो। अब यति हो। अब यो गर्दाखेरि यहाँ माथि के देखियो भन्दाखेरि sin स्क्वायर थीटा देखियो। मुनि के देखियो त भन्दाखेरि यहाँ नेरी यो माइनस चाहिँ हो यो माइनस मुनि के देखियो त भन्दाखेरि cos थीटा इन्टु sin थीटा माइनस cos थीटा देखियो यदि देखियो। अब यहाँ नेरी पनि हामी के गर्छौं भने यो प्लस गर्छौं अहिले अनि यो जुन छ cos स्क्वायर थीटा गर्छौं अनि यो sin थीटा इन्टु यो cos थीटा माइनस sin थीटा जस्ताको त्यस्तै राख्छौं। यसलाई मात्र इन्टु गर्छौं यति हो। अब यति भइसकेपछि त्यसपछि के गर्ने भन्दाखेरि अब माथि यो मिलेकै छ sin स्क्वायर थीटा यहाँको मिलेकै छ। यहाँको सेम टु सेम राखौं यसरी cos थीटा इन्टु त्यसपछि sin थीटा माइनस cos थीटा गरौँ। अब एउटा कुरा यहाँ के गर्नुपर्छ भने यो र योमा हेरौँ न यहाँ sin थीटा माइनस cos थीटा छ यहाँ cos थीटा माइनस sin थीटा छ। यसलाई हामी के गर्छौं यसलाई सुल्टो बनाउँछौं। यो अहिले सुल्टो छ यो चाहिँ उल्टो जस्तो हो। sin थीटा अगाडि र cos थीटा पछाडी हुनु पर्यो। त्यसो यसलाई sin थीटा अगाडि र cos थीटा पछाडी गर्दाखेरि यहाँको जुन माइनस छ कमन आएर यो प्लसलाई माइनस बनाउँछ। यो प्लसलाई माइनस बनायो अनि माथि के छ यो cos स्क्वायर थीटा छँदैछ त्यसलाई मैले लेखिहालेँ अनि त्यसपछि यहाँ अगाडि sin थीटा त्यो पनि छँदैछ त्यो पनि लेखिहालेँ। त्यसपछि यहाँ नेरी sin थीटा चाहिँ अगाडि लेख्नु पर्यो माइनस cos थीटा यस्तो आउँछ। अब यो के हो भन्दाखेरि यो तलको मिलो। अब यसलाई हामी एलसीएम लिन्छौं। यो sin थीटा र cos थीटा एलसीएम आयो अनि यो र यो मिलेको कारणले गर्दाखेरि एउटा मात्रै आयो माइनस एउटा मात्रै आयो। यो मिलेको छ त्यही भएर एलसीएम लिँदाखेरि एउटा आयो। अब यो यसरी क्रस गुणा यसरी क्रस मल्टिप्लाई हुँदाखेरि यो चाहिँ जाँदैन यो पनि जाँदैन तर यो sin थीटा चाहिँ जाने हो। अब यहाँ sin के हो त स्क्वायर छँदै छ एउटा यो पनि जाँदाखेरि क्यूब थीटा भयो माइनस यहाँ पनि यसरी जाँदाखेरि यो त नजाने हो यो पनि नजाने भयो बिकज दे आर सेम हैन यो सेम छ तर यो चाहिँ जान्छ त्यही भएर cos क्यूब थीटा। अनि अब यसको फर्मुला लाउने यसको फर्मुला लाउँदाखेरि के फर्मुला लाउनु पर्यो भने यसको फर्मुला लाउँदाखेरि AQ माइनस BQ को फर्मुला लाउनु पर्यो। AQ माइनस BQ को फर्मुला के छ भने A माइनस B इन्टु A स्क्वायर प्लस AB प्लस B स्क्वायर छ B स्क्वायर यो B स्क्वायर बुझ्नु पर्यो
है। अनि यहाँ sin थीटा इन्टु cos थीटा, सरी यो ब्राकेटमा राखौ यसलाई, अनि यहाँ चाहिँ यसलाई ब्राकेटमा राखौ sin थीटा माइनस cos थीटा। अब यो र यो काट्न मिल्छ। यहाँनिर मैले के गरेको छु भन्दाखेरि AQ माइनस BQ को फर्मुला भनेको A माइनस B इन्टु A स्क्वायर भनेको sin स्क्वायर थीटा प्लस AB भनेको sin थीटा इन्टु cos थीटा प्लस B स्क्वायर भनेको cos थीटा को स्क्वायर, cos थीटा स्क्वायर लेखेको हो यहाँनिर है। त्यहाँ नआउटेर अलिकति नबुझ्ने भएको छ। अब बाँकी के रह्यो त भन्दाखेरि sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा, यो लास्टको यहाँ लेखेँ मैले, अनि यो बिचको प्लस sin थीटा इन्टु cos थीटा मैले यहाँ लेखेँ। अब यो मुनि यहाँ के बाँकी रह्यो त भन्दाखेरि sin थीटा इन्टु cos थीटा मात्रै बाँकी रह्यो। अब यो माथिको भनेको 1 हो है, 1 हो, अनि त्यसपछि 1 प्लस उतापट्टि के बाँकी रह्यो sin थीटा इन्टु cos थीटा बाँकी रह्यो। अनि अपन यो भनेको sin थीटा इन्टु cos थीटा। अब यसलाई हामी सेपरेट गर्दाखेरि 1 बाई sin थीटा इन्टु cos थीटा हो, अनि प्लस यहाँनिर sin थीटा इन्टु cos थीटा बाई sin थीटा इन्टु cos थीटा। सेपरेट गर्दाखेरि यसको मुनि यो राख्ने यहाँ, अनि यो प्लस बिचमा फेरि यसको मुनि यो राख्ने यहाँ, अनि यो त यो मिलिहाल्यो सबै पुरै मिल्यो, त्यही भएर काट्दिने। यो भनेको के हो त भन्दाखेरि यो भनेको चाहिँ 1 बाई sin भनेको cosec थीटा इन्टु 1 बाई cos भनेको sec थीटा है, अनि प्लस 1 जुन चाहिँ हाम्रो RHS सँग मिल्छ है। RHS सँग पहिले sec छ अनि इन्टु cosec थीटा प्लस 1 छ। यहाँ sec मैले चाहिँ पछाडि लेखेँ, यहाँ cosec थीटा इन्टु sec थीटा प्लस 1, यो र यो भनेको एउटै हो। यसरी चाहिँ हामी प्रुभ गर्न सक्छौँ। यो अलिक लामो भए पनि सजिलै छ, यसरी गर्न सक्छौँ। ल, धन्यवाद।